यस्तो भयो भने कामै गर्न मन लाग्दैन, पुरै ट्राफिक जाम छ। यताको चाहिँ खुल्ला नै छ। मेट्रो पनि आयो यार, ओ माई गड, मेट्रो पनि आयो, कुदिराखेको छ। मेट्रो माथिबाट कुदिराखेको छ, सक्यो। अनि यताको चाहिँ जाम छैन, उताको चाहिँ जाम छ कि। यो छुट्टीमा यार झन् आजभोलि अचम्मै जाम हुन लाग्यो कि, किनभनेपछि यसको उतापट्टिको पल्लो साइडमा चाहिँ महल छ। महलको कारणले गर्दा अब सबै मान्छे र महलमा घुम्नको लागि आउँछ नि त, त्यही भएर चाहिँ यस्तो जाम छ कि त्यो उतापट्टि त जानै मन लागेन। म चाहिँ यहाँ आएर उता देखेर जानै मन लागेन कि। गाडी सर्दै सर्दैन, अहिले चाहिँ हल्का सरिरहेको छ, नत्र भने गाडी स्टार्ट हो, एक सेकेन्डमा सार्नुपर्छ सर्र। ल हेर्नु न, उताको सरेकै छैन गाडी, अलिअलि सरेको छ अहिले चाहिँ, नत्र भने पुरै परबाट टर्न हानेर आउनुपर्छ। अझै त्यहाँबाट जान लगभग 1 किलोमिटर जति छ। 1 किलोमिटरमा पुरै यस्तै जाम मात्रै हो कि, गाडी नै सरे छैन। यताको लेन चाहिँ खाली छ फेरि है, उताको मात्रै हो फेरि, लास्टै छ कि। त्यही भएर काम गर्न नि मनै लाग्दैन ट्राफिक जाम देखेर।